सम्पूर्ण साथीहरूलाई स्वागत छ यहाँ हाम्रो ड्र्यागन फ्रुट फार्ममा। यो ड्र्यागन फ्रुट अहिले हाम्रो फार्ममा एउटा यो बढ्दै गरेको अवस्था छ। अब यो केही समयमै बजार आउनलाई तयारी अवस्थामा छ। केही हप्ता केही दिनपछि हाम्रो उत्पादन टोटली हजुरहरूको बजार नजिक किनेर खान सक्ने अवस्थामा आइपुग्नलाई तयार हुँदै गइरहेको छ। हेर्नु सक्नु साथीहरू, तपाईँहरूलाई कस्तो लाग्छ यो साथीहरू ड्र्यागन फ्रुट होइन, यसको स्वाद कस्तो लाग्छ अनि यसको बजार कस्तो लाग्छ होइन, बजारमा चाहिँ यसको मूल्य चाहिँ कस्तो छ साथीहरू, तपाईँहरूले खान सक्ने मूल्यको छ कि छैन होइन, त्यो कुरा पनि अलिकति हामीहरूलाई जानकारी दिनु होला। अनि यो बजारको माग अनुसार चाहिँ यसको मूल्य चाहिँ कस्तो छ साथीहरू होइन। नेपालमा चाहिँ धेरै साथीहरूले यो चाहिँ खेती गर्नु भएको छ र गर्दै पनि आउनु भएको छ। कोही साथीहरू गर्ने इच्छामा पनि हुनुहुन्छ होइन, उहाँहरूलाई पनि यो कुराहरू ध्यानमा राखेर चाहिँ यसको मूल्य चाहिँ कतिसम्मको भएको भए चाहिँ ग्राहक महानुभावहरूलाई चाहिँ खाना र यसको उत्पादन खपत हुनलाई एकदमै सजिलो हुन्थ्यो। त्यो कुराहरू पनि हामीले जानकारी दिनु होला र त्यो कुरा जानकारी पायौँ भने हामीहरूलाई यसको मूल्य निर्धारण गर्न र साथीहरूको त्यो हुन्छ नि यो मूल्य समायोजनमा चाहिँ हामीहरूलाई थोरै हेल्प मिल्थ्यो, त्यो पनि सहयोग गरिदिनु होला। त्यो कुराहरू चाहिँ मलाई चाहिँ कमेन्ट मार्फत तपाईँहरूले यो भिडियोको कमेन्ट मार्फत मलाई जानकारी दिनु होला है। किप इट अप, हामीसँग जोडिनु होला। यस्तै भिडियो हेर्नलाई चाहिँ हामीलाई फलो गर्न नबिर्सनु होला।